खाएको पनि आएछ हौ दाँतमा अड्केछ खाएको ओके हेयर्स माई स्कुटी यो चाहिँ मेरो साथी हो मेरो एकदमै मिल्ने साथी जसले चाहिँ मलाई जहाँ जाउँ भने नि जान्छ जसरी जाउँ भने नि जान्छ होइन सो यो बिना म अधुरो छु मेरो सपना चाहिँ यो सँगसँगै एउटा राम्रो गाडी लिने छ डिलबाटै डङ्ग डिल गर्ने होइन अनि गाडी लिनु छ लेट्स से म कहिले लिन्छु तपाईँहरूलाई पक्कै देखाइहाल्छु होला अहिलेसम्मलाई चाहिँ दिस इज माई बेस्ट फ्रेन्ड एभर होइन यो गाडी नै लियो भने नि स्कुटी त म छोड्दिनँ किनभने स्कुटी जतिको कम्फर्ट खुर्र काठमाडौँ भ्यालीमा त पक्कै हुँदैन होला तर गाडी चाहिँ ड्रिम क्या मेरो रहर मैले डिल गरेपछि गाडी किन्छु डिल भन्नाले नगरेको होइन तर ठुलो डिल गर्नुपर्छ क्या एउटा गाडी लिनलाई चाहिँ हेलो एन्ड नमस्ते दिस इज मी लेडी रियल्टर सरला पोखरेल अनि आजदेखि चाहिँ मैले भ्लग लिएर आउँदैछु त्यो पनि युट्युबमा मात्रै है अनि युट्युबको लागि चाहिँ मैले अहिलेसम्म कन्टेन्टै बनाएको थिइनँ अनि मैले पहिला भ्लगहरू जति बनाएँ सबै रिल्समा बनाइरहेको थिएँ कस्तो साउन्ड आयो होला है ओके सुरु गरौँ न त होइन आजको दिनबाट सुरु गर्दैछु लेट्स सी कहाँसम्म कहिलेसम्म गर्छु अनि म त्यति धेरै एडिट गरेर पनि हाल्दिनँ किनभने जब एडिटतिर लागिन्छ एकदमै टाइम जाँदो रहेछ अनि कति भ्लगहरू छुट्ने यस्तो भएको धेरै छ मसँग त्यसले गर्दा चाहिँ अब म सिधै जस्तो छ त्यस्तै हाल्न ट्राई गर्छु अनि अब आज चाहिँ म बिहान उठ्ने बित्तिकैदेखि मेरो आज सन्डे चाहिँ स्पेसलै हुन्छ किनभने क्लाइन्ट भिजिट चाहिँ मस्ट हुन्छ क्या मेरो सन्डे त्यसले बिहानै उठेर छोरोसँग टाइम स्पेन्ड गरेर खाना बनाएर छोरोलाई उसको बाबाले स्कुल पठाएपछि चाहिँ म निस्केको हो बाहिर अनि मेरो अब हेरौँ कस्तो जान्छ मेरो दिन माई क्लाइन्ट्स आर अलरेडी हियर अनि आइ एम सो एक्साइटेड टु मिट देम किनभने हरेक क्लाइन्टले मलाई एउटा न्यू एनर्जी दिएर आउनुहुन्छ चाहे घर मन पराउनुहोस् या नपराउनुहोस् लेट्स सी उहाँहरूले चाहिँ के गर्नुहुन्छ रियली एक्साइटेड के म त कस्तो कतिखेर भेट्ने अनि कतिखेर देखाउने अनि उहाँहरूको फिडब्याक कतिखेर सुन्ने यही हुन्छ मलाई हता ओके फाइनली मेरो क्लाइन्टहरू आउनुभयो जानुभयो मैले अलिअलि त ब्याकबाट देखाएँ पनि उहाँहरूलाई अनि उहाँहरूको रेस्पोन्स राम्रै छ किनभनेदेखि जति पनि मसँग फोनमा कुरा हुन्छ या त भिडियोमा मात्रै देख्नु भएको हुन्छ त्यो एक्सपेक्टेसन चाहिँ मलाई भेटिसकेपछि राम्रो पायौँ भन्नुहुन्छ क्या त्यो फिडब्याक आउँछ त्यो चाहिँ मलाई एकदम ब्लेस्ड फिल आउँछ किनभने मलाई राम्रो लाग्छ मलाई मन पराउनु भयो भेटेपछि प्रपर्टी भनेको त्यस्तै हो रिलेसन राम्रो भयो भन्ने हुन्छ सो यो चाहिँ प्रपर्टी पनि मन पराउनु भएको छ प्राइसिङको कुरामा मात्र अलिकति कुरा गर्न बाँकी छ लेट्स सी गुड लक फर मी मेरो सेकेन्ड भिजिट पनि सक्यो गाइज अब जस्ट विस गर्ने हो क्या उहाँहरूलाई मन परोस् भन्ने मात्रै हो क्या मैले भिजिट गराउने हो त्यसको बारेमा एक्सप्लेन गर्ने हो प्रपर्टीको बारेमा सब गर्ने हो मन पराउने र लिने नलिने चाहिँ भगवान् भरोसा भने जस्तै हो क्या लसी हे म अफिस जाँदैछु अफिसबाट मलाई फोन आएको थियो यो प्रपर्टीमा अरू केही अपडेट छ कि छैन भनेर सोध्दाखेरि मैले त्यही भन्नलाई अनि दिउँसो फेरि भिजिट छ अरे यो घरमा म धेरै भिजिट गर्दैछु आज अनि अर्को मलाई एउटा सेयर गरिहाल्नु मन लागेको कुरा कि यो सेलर बायरहरू चाहिँ नि को चाहिँ अलिक सिरियस छ को चाहिँ छैन भनेर चाहिँ भिजिटमा आउँदै सर भेट्ने बित्तिकै थाहा हुन्छ क्या अनि जसलाई चाहिँ इन्ट्रेस्ट छैन जस आउनलाई आइदिएको छ जस्तो गर्नुभएको छ या त आउँदै प्रपर्टी नै मन परेन भनेदेखि चाहिँ उहाँहरू यसो हेर्ने अनि यसो त्यो हेरे जस्तो मात्र गरिदिने अनि सकभर निस्किहाल्नु यहाँबाट भने खालको गर्ने होइन उहाँहरूको एक्सपेक्टेसन नै मिट भएको छैन भनेदेखि त्यस्तो गर्नुहुन्छ अनि कसैले चाहिँ मैले खोजेको जस्तै प्रपर्टी रहेछ अब यही मैले लिने हो भने चाहिँ के यहाँ कमजोरीहरू छ त भनेर यस्तो केलाउनुहुन्छ बाथरुमको नि एउटा कुरा हेर्नुहुन्छ किचनको नि हरेक ड्रयर खोलेर हेर्नुहुन्छ अनि त्यसपछि हरेक ठाउँ हेर्नुहुन्छ क्या यस्तो मजाले टाइम दिएर हेर्नुहुन्छ अनि लगभग एउटा राम्रो क्लाइन्टलाई चाहिँ घर राम्रोसँग भिजिट गर्न अलमोस्ट आधी घन्टै लाग्छ क्या खाली घर छ भने सर हेरे 5 मिनटमा पनि सकिन्छ डिप हेर्नुहुन्छ भनेदेखि आधी घन्टा 45 मिनटसम्म पनि एउटा घरभित्र बस्न सक्नुहुन्छ क्लाइन्टहरू सो यसमै फरक पर्छ कि क्लाइन्ट को सिरियस छ र को जस्ट हेर्नलाई मात्र आइडिया छ उसलाई यो मन परेको छैन भन्ने चाहिँ हामीलाई ठ्याक्कै थाहा हुन्छ कि जानु जाँदै अनि त्यो मध्ये मेरो 2टा प्रपर्टी भिजिटमा फर्स्ट वान चाहिँ एकदमै राम्रो हेर्नुभयो भनेपछि सेकेन्ड वानले चाहिँ
5 मिनट पनि लाउनु होइन क्या। अनि मैले ढोका खोलेर छतमा जानुहुन्छ होला भनेर छतको ढोका खोलिदिरहेको छु, होइन नि ठिक छ। अनि म बाथरुमको ढोका खोलिदिरहेको छु के हेर्नुहुन्छ होला भनेर, होइन नि ठिक छ भन्नुको मतलब उहाँ चाहिँ इन्ट्रेस्टै छैन क्या। म जस्तो कसैले जा है त्यो भएरै भनेको थियो होला, अनि आउनुभयो होला जस्तो लाग्ने गरी आउनुभएको थियो। यस्तै हुन्छ एक्सपिरियन्स। अनि यो मेरो युट्युब भ्लग हो, त्यसले गर्दा मेबी लामो नै हुन्छ होला। इन्ट्रेस्ट लाग्यो भने हेर्नुहोस्, लाइक सेयर सब्सक्राइब त गर्नै पर्छ तपाईँले। इन्ट्रेस्ट लागेन भने चाहिँ स्क्रोल गर्न मजाले पाउनुहुन्छ, किनभने यस्तो जिन्दगी छ, मन परेकै कुरा हेरौँ न त होइन। मलाई हेरुन्जेल तपाईँलाई मनपर्ने अर्को कुरा पो आउँछ कि भन्ने पनि हुन्छ होला। यदि तपाईँलाई मै मनपर्छ या मेरो भिडियो मेरो कन्टेन्ट मनपर्छ भने चाहिँ मलाई सब्सक्राइब गरेर सपोर्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू, बाई बाई। मेबी म अफिस गएपछि फेरि आउँछु, यहाँबाट चाहिँ बाई बाई यो भनेको सानो भरान्डाबाट। सी अल्छी बुढो। I'm here with my के अरे I'm here with my husband in coffee date होइन। अनि माया तिमीलाई एउटा कुरा देखाउँछु, हजुरहरू पनि हेर्नुहोस्। यहाँ हेर न माया, यो चाहिँ मेरो पन्जा हो होइन। अनि यो पन्जामा चाहिँ मेरो मेहनत देखिरहेछ क्या, कि देख्दैनौ यहाँ हेर। भनेको म यति हिँड्छु, यति घोटिन्छ मेरो हात, अनि मेहनत चाहिँ स्कुटी कसले चलाउँछ? त्यही त पन्जा यस्तोसम्म हुनु भनेको त मेरो मेहनत त मजाले देखिरहेको हेर त, पुवालै भयो हेर्नुहोस् गाइज। म यति धेरै मेहनत गर्छु, डिलिट गर्नु छ मलाई सुनेर पोसिबल। अनि यो भिडियो अपलोड हुँदासम्म एउटा ढिलो भयो भने त हुन्थ्यो होला। अब हामी कफी खाएर उहाँ आफ्नो बाटो जानुहुन्छ, म आफ्नो बाटो जान्छु। हामी चाहिँ घरबाट छुटेपछि यसरी कहिले काहीँ डेट पनि आउने गर्छौँ बुढाबुढी। मेरो बुढालाई लाज लाग्यो, हेर न मा लाज लाग्यो। उहाँ चाहिँ वर्ल्ड कप हेरेर आउनुभएको है गाइस, वर्ल्ड कप हेरेर आउनुभएको एक्सपिरियन्स चाहिँ म छुट्टै भ्लगमा लिएर आउँछु उहाँको। ओके, आजको खाएको पनि आएछ हौ, दाँतमा अड्केछ खाएको। ओके ठिकै छ, सबैको दाँतमा अड्किन्छ होला कहिले काहीँ, बिहान बेलुका ब्रस गर्नु पऱ्यो। गाडीहरू एकदम आइरहेछ, मेरो आवाज सायद आउँदैन होला, डिस्टर्ब आउँछ होला, त्यतिखेर चाहिँ म काट्छु, त्यतिखेर त बोल्दिनँ जस्तो कि अहिले बोलिनँ होइन। सायद यो मेरो आज लास्ट भिडियो। खासै के भयो भने म कफी डेट गरिसकेपछि अफिस गएको थिएँ, अनि अफिस गएर चाहिँ एकछिन बसेपछि फेरि मेरो तार भिजिट आइलाग्यो। जब कि मैले दिदीलाई खाजा रेडी गरिदिनु है भन्ने बित्तिकै फोन आएपछि मैले खाजै छोडेर निस्किनु पऱ्यो। त्यो दिदी चाहिँ फेरि नाम भन्दै हुनुहुन्थ्यो। अनि म आएँ, अनि क्लाइन्टलाई भिजिट गराउन गएँ। भिजिट गराएपछि फेरि अर्को पनि भिजिट सँगै भएको भएर मलाई फेरि अफिस पुगेर फर्किने टाइम लाग्ने भयो। मैले बाहिर खाजा खाएँ, दिदीलाई यही भिडियोबाट सरी, किनभने म आइनँ खाजा खान। अम्लेट बनाइदिइसक्नु भएको थियो, तरकारी खाना पुगेको थियो, मैले खान पाइनँ आज, किनभने मेरो फेरि अर्को भिजिटको लागि म अब प्रिपेयर हुनुपर्ने छ। मेरो क्लाइन्ट आउँदै हुनुहुन्छ। अनि आजको लागि मेबी यति नै होला मेरो भिडियो। होप फर द बेस्ट। आज अलिक बढी नै मेहनत गरिदिएको जस्तो फिल भइरहेको छ मलाई। आजको दिन मैले पुरै बायरलाई दिएँ भने अब म भोलि सेलरहरूको लागि दिँदैछु, किनभने मसँग सेलरहरूको पनि टन्नै लिस्ट छ। अब हेरौँ भोलि कति भिजिट गर्न सक्छु, टाइमिङ उहाँहरूको र मेरो मिल्छ कि मिल्दैन। भोलि के हुन्छ त्यसको अपडेट चाहिँ म भोलि नै तपाईँहरूलाई दिँदै गर्छु। थ्याङ्क यू फर वाचिङ। अनि मलाई सब्सक्राइब गर्नु होला, या त केही तपाईँहरूलाई इन्ट्रेस्ट छ रियल इस्टेटसँग भने कमेन्ट पनि गर्न नछोड्नु होला। यस्तै हुन्छ कि खास पहिलो भिडियोमा यस्तो अलिक बोरिङ भएको ओरेको नहालौँ न त भनेको। अब कामै यस्तै छ, नहालेर हुन्छ, कि त लुकाउनु पऱ्यो कि त हाल्नु पऱ्यो। म हालिदिन्छु, म जे त्यही हाल्छु भनेर नै सुरु गरेको छु। अब मैले होइन 3:30 भेट्ने भन्ने कुरा भएर 3:30 आएको, अघि देखाएको थिइनँ सोच्दै श्री गुरुकुलको अगाडि बसेँ। अनि उहाँले चाहिँ मलाई अलिकति टाइम लाग्ने भनेर 1 घन्टै पुरिसकेँ। ल अब घडी हेर्ने हो भनेदेखि 3:30 आएकोमा म 4:30 पनि बढी भइसक्यो क्या, 45 हुन लागिसक्यो। यो टाइमको भ्यालु नगर्ने हामी नेपालीको बानी नै यस्तै कि ढिला भयो भनिदिनु, नभए अति नै भयो मेसेज छोडिदिनु मिलेन भने पनि।
साइड लाएरै हिँडिराख्नु भएको छ भने साइड लाएर भनिदिनु नि यो चाहिँ कस्तो हाम्रो टाइम वेस्ट थिएँ म यतिखेर जान्थेँ फलोअप गर्थेँ होला भोलि सेलर मिटिङ छ कति काम हुन्छ नि त होइन यो चाहिँ रियल इस्टेटमा हुने अब तपाईँको आफ्नो लागि भनेको नराम्रो कुरा यति नै हो यति नै होइन यो पनि हो है धेरै छन् यो पनि हो अनि राम्रो कुरा ल मानौँ उहाँ आएर फ्याक्टर प्रपर्टी मन पराइदिनु भयो भने फेरि यो वेट गरेको पनि भ्यालु रहन्छ क्या खास मैले अघि नै भिडियो बाई भनिदिइसकेको थिएँ अब यस्तो आउँछ त अनि म कसरी रेकर्ड नगर्नु अब यो भने नि खास टाइम पास हो नि त मेरो के गरेर बस्ने भन्दा त यस्तै टाइम पास गर्ने बस्ने ओके फाइनली हिज हियर आउँदै हुनुहुन्छ अरे फोन आयो अनि 1 घन्टा पुगेको थिएँ नि त सो ठिकै छ कामै यस्तो हो भन्ठानेर हजुर सर म यहीँ छु आउनुहोस् न भने अनि आउँदै हुनुहुन्छ 5 मिनटमा ठ्याक्कै यहाँ आइपुग्छु भन्नुभएको छ अनि ल गुड लक भनौँ त्यो बाइक मसँग अरू केही उपाय नै छैन केही कुरै छैन किनभने म कुर्दा थकित भइसकेको छु कि त्यसले पनि हो अब हेरौँ उहाँ आइसकेको घर हेरिसकेपछि फिडब्याक हो नि त मैले चाहेको अब त्यसैको वेटिङमा छु सी